सहकर्मी साथीहरूमा पनि 9-10 जना चाहिँ हामी पिटिसीसँगै गरेका साथीहरू पनि हुनुहुन्छ। लगायत यही सहभागीमा पनि विभिन्न स्काउट आयुक्तहरू हुनुहुँदो रहेछ, उहाँलाई पुष्ट र हाम्रा पत्रकार मित्रज्यूहरूमा पनि म यस 55 गर्ल्स स्काउट ट्रुपको तर्फबाट हार्दिक नमन गर्दै स्काउट प्रणाम गर्न चाहन्छु। स्वीकार्नुहोस्। म भन्नु केही छैन, मैले पिटिसी र पिटिसीको 2081 मा यहीँबाट लिएको हो। त्यति बेला म खाली भाँडा थिएँ, जीवनमा 45 क्रस गरेर पनि यसको स्काउटको यसबाट यहीँबाट सुरु गर्दा म खाली भाँडा धेरै छचल्किएको थिएँ, धेरै बजेको पनि थिएँ। म आज बज्दिनँ, मसँग केही अलि भरिएको छ। त्यस कारणले गर्दाखेरि यो आयोजक टिमलाई एकदमै धन्यवाद दिन चाहन्छु। हाम्रा मेरा गुरुहरू, कोच लिडरहरू, काउन्सिलर सरहरू लगायत यो टिम साह्रै राम्रो छ, फेमिलियरै बनेको छु। त्यस कारणले पनि फेरि पनि धन्यवाद दिन चाहन्छु। मलाई कस्तो फिल भयो भने पिटिसी लिँदाखेरि एउटा गर्ने भन्ने, तर गरेपछि गर्न पनि नपर्ने जस्तो थियो। जस्तै लास्ट डेमा हामीलाई हाइकिङ जाँदाखेरि अन्डा लिएर जाने हो, त्यहाँ पकाउने भन्नुभएको थियो। हामी प्रिपेयर कसरी पकाउने होला भन्ने एउटा कौतूहलता थियो, तर हामी त्यो अन्डा बोकेरै आयो, पकाउनु परेन। मलाई हिजो पनि त्यस्तै लागेको थियो, हामीलाई त्यो मात्रै डेमो मात्रै गर्ने हो भन्ने जस्तो लागेको थियो। तर एडभान्स इज एडभान्स, वास्तवमा एडभान्सै रहेछ होइन। अब मेरो चाहिँ च्यालेन्जिङ फ्यामिलीबाटै च्यालेन्जिङ भएर पनि मैले स्काउट सिकेँ हो। मेरो बच्चा, मेरो छोरा मभन्दा अगाडि स्काउट भएको भएर जहिले पनि मलाई थ्रेट दिइरहेको थियो। मलाई स्काउट सिक भन्दा मैले सिकेको थिएन, मलाई प्रणाम गर भनेर जहिले पनि भन्दाखेरि च्यालेन्जिङ ऊभन्दा म अलिक अगाडि बढ्नकै लागि पनि मैले यो कार्यक्रम यो मैले किन उदाहरण दिएको भने यो सबैले सिक्नुपर्छ, सानोको पनि कुरा सुन्नुपर्छ, उनीहरूले बेला बेलामा दिएको डाले राम्रो कुराहरू हामीले अनुसरण गर्नुपर्छ भन्ने लागेर पनि मैले आज एडभान्स तालिम पुरा गरेको छु। कस्तो लाग्यो भने कसैले सित्तैमा दिएको कुराको भ्यालु हुँदैन। एकजना म्याम गङ्गा पाठक भन्ने हुन्छ, साइकोलोजिस्ट हुनुहुन्छ, उहाँले मलाई उहाँको ट्रेनिङ साइकोलोजी लिँदाखेरि उहाँले भन्नुहुन्थ्यो त्यो बच्चा इसिटीको बच्चाहरूको साइकोलोजीको बुक कसैलाई सित्तैमा दिए 2 महिनापछि जाँदा पनि त्यो बुकमा धुलो लागेको थियो, उहाँले कहिले पनि पल्टाउनु भएन। त्यस कारण कहिले पनि म अब कसैलाई पनि मैले बिना पैसा बिना मूल्य मैले बुक वितरण गर्दिनँ भनेर सेयर गर्नुभएको थियो। मलाई पनि हिजोको जुन हामीले यो हाइकिङ यस्तो गाह्रो भएको छ कि अब त्यो बोल्ने त्यहाँ अब व्यक्त गर्ने मसँग छैन, किन लाइफमा पहिलोपटक यति धेरै स्ट्रगल गरेको लाइफ होला। र ट्रुप लिडरको हैसियतमा फेरि योभन्दा अगाडि म ट्रुप लिडरकै हैसियतमा यो पिटिसीमा पनि गरेको थिएँ। त्यस कारणले अलिअलि यहाँको लोकेसन थाहा थियो, तर बट एकदमै पानी परेर हिलो भएको, त्यसमा पनि राति भएको कारणले गर्दाखेरि अलिकति समस्या थियो। तर पनि हामीमा 8 जोस जागर थियो, किनकि उयो स्काउट, त्यस कारणले हामी डराएका थिएनौँ। यति यो ज्ञान मैले यति मूल्य तिरेर लिएको छु, सायद आज मैले सर्टिफिकेट लिँदैछु। यो यति मूल्य हुन्छ कि मेरो जीवनको पहिलोचोटि हुन्छ। मेरो शिक्षक सेवा आएको पनि मेरो एकैचोटिमा नाम निस्किएको हो, तर यो एडभान्सको तालिम मेरो जीवनमा दाउ राखेर मैले लिँदैछु। मलाई एकदम प्राउड फिल भएको छ। फेरि धन्यवाद दिँदै अब हामीलाई यही सूर्यविनायकको वडा नम्बर 2 को बाहिर शान्तिको स्काउट चलाउँदैछु। अहिले त्यहाँ पुरुषहरू हुनुहुन्न, त्यस कारणले अलिकति केही समस्याहरू पनि पर्न गइरहेको छ। साथीहरूसँग सल्लाह लिएको छु, सहयोग पनि लिएको छु। यस्तो बेलामा चाहिँ हामीलाई सहयोग गर्नुभयो भने हाम्रो विद्यालयमा विद्यार्थीहरू धेरै छन्, 3टा ट्रुपहरू पनि चलाउन सकिन्छ। मलाई आशा छ कि यो टिमले मलाई जति बेला पनि सहयोग दिन्छ म लिन सक्छु। र यदि एउटा सानो कुरा गर्न चाहे, म सामुदायिक विद्यालय पढाउन शिक्षक भएको नाताले कतिपय अवस्थामा बच्चाहरूको ड्रेस सिलाउन नसकेको कारणले बच्चाहरू हाम्रो नजिकै आउँदैनन्। त्यस्तो अवस्थामा हामीले केही रिक्वेस्ट गऱ्यौँ भने हाम्रो मागलाई केही परिपूर्ति गरिदिनुहुन्छ भन्ने आशा गर्दै गरेको छु। सबै अपेक्षा सबै कुरा हुँदैनन्, तैपनि यो अपेक्षाका साथ धेरै 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 धन्यवाद दिँदै यो फेरि पनि यस्ता रिफ्रेसमेन्ट तालिमहरू लिन पाइन्छ, फेरि पनि हामी रिफ्रेस हुन्छौँ भन्ने आशा गर्दै यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद। जय स्काउट। धन्यवाद म्याम। आज एकदमै छिटो बोलिरहेछौँ, जिब्रो लडबडिरहेको छ, मेरो किन हो मलाई